म जहिले पनि हारेको छु यार, जहिले पनि हारेको छु। आज त मलाई प्लिज जिताइदिनु न। जहिले पनि हार्नु भएको छैन, कहिले पनि हार्नु भएको छैन, जहिले पनि भन्नुहुन्छ। हिजो जहिले पनि हारेको छु भन्ने कोचले आज जित्नुभयो हजारौंको मन। कोचहरूको लोकप्रियता सम्बन्धी भोटिङमा आयो नसोचेको नतिजा। प्रमोद खरेल र राजु लामालाई पनि पछि पार्दै खेम सेन्चुरीले राखे यस्तो रेकर्ड। आखिर कसरी जिते त खेमले भोइसका सबै कोचहरूलाई भोटिङमा? खेम सेन्चुरीको फ्यानहरू दिन प्रतिदिन बढ्दै यो सिजनमा पनि कोच खेमको जित पक्का। दर्शकवृन्द, द भोइस अफ नेपालमा अहिले खेम सेन्चुरी सबैभन्दा बढी लोकप्रिय कोच बन्नुभएको छ। फ्यानहरूले वर्षौंदेखि कोच बनेका प्रमोद खरेल र राजु लामालाई भन्दा पनि खेम सेन्चुरीलाई बढी माया दिइरहेका छन्। पहिला पहिला कोचहरूमध्ये सबैभन्दा धेरै फ्यान हुनेमा प्रमोद खरेलकै नाम अगाडि आउँथ्यो। भोइस अफ नेपाल भन्ने बित्तिकै मान्छेहरूले प्रमोद खरेललाई नै सम्झिन्थे। अहिलेसम्म फ्यानहरूको भोटिङमा पनि जहिले पनि प्रमोद खरेलकै नाम अगाडि आउँथ्यो। अहिलेसम्म फ्यानहरूको भोटिङमा जहिले पनि प्रमोद खरेलले नै फ्यानहरूको सबैभन्दा बढी भोट पाउँथे। प्रमोद पछि नाम आउँथ्यो राजु लामाको। तर हामीले यही हप्ता गरेको अनलाइन भोटिङ सर्वेक्षणबाट भने पहिलाको भन्दा फरक कुरा बाहिर आएको छ। तपाईलाई सिजन 7 मा सबैभन्दा बढी मन पर्ने कोच को हुन् भनेर हामीले हाम्रो दर्शकहरूलाई कम्युनिटी पोस्ट मार्फत सोधेका थियौं। त्यस पोस्टमा एकजनाले एउटा मात्र भोट हाल्न मिल्थ्यो र 4 जना कोचहरू मध्ये एकजना आफ्नो सबैभन्दा फेभरेट कोचलाई मात्र भोट गर्न मिल्थ्यो। उक्त पोस्ट मार्फत गरिएको भोटिङ सर्वेक्षणमा 5500 जना दर्शकहरूले भोट गर्नुभयो, जसमध्ये 43% यानि कि 2365 जनाले कोच खेमलाई भोट गरेर फर्स्ट बनाउनु भयो। यसको मतलब भोइसमा अहिलेका कोचहरू मध्ये खेम सेन्चुरीको फ्यानहरू सबैभन्दा धेरै छन्। धेरै मात्र होइन, कोच मेलिनाको फ्यानहरू भन्दा त 4 गुणा नै बढी फ्यानहरू कोच खेमको भएको देखिन्छ। किनभने उक्त भोटिङ सर्वेक्षणमा 43%ले खेम सेन्चुरीलाई भोट गर्दा मेलिना राईलाई भोट गर्ने दर्शकहरू भने जम्मा 11% यानि कि 605 जना मात्र हुनुहुन्थ्यो। अर्कोतर्फ यस्तो फ्यानहरूको भोटिङमा पहिला सधैँ फर्स्ट भइराख्ने प्रमोदको लागि भने 23% यानि कि 1265 जना दर्शकहरूले भोट गरे। प्रमोद र राजु लामाको भोट ठ्याक्कै बराबर आयो। राजु लामाको लागि पनि 23% नै भोट आयो। यसको मतलब खेम सेन्चुरीको फ्यानहरू राजु लामाको भन्दा पनि लगभग डबलले धेरै भइसक्नु भएको रहेछ। फ्यानहरूबाट आएको यस्तो भोटिङको नतिजा देखेर म पनि छक्क परेँ। सायद यही फ्यानहरूको पावरले होला खेम सेन्चुरीले भोइसमा आउने बित्तिकै सिजन 6 मै विजेता बनेर ट्रफी पनि उचाल्नुभयो। तर आखिर कसरी कमाउनु भयो त 1 वर्षमै कोच खेमले यतिका धेरै फ्यानहरू? कसरी उहाँले 6 वर्षदेखि कोच बनिराखेका प्रमोद र राजुको भन्दा पनि धेरै फ्यानहरू 1 वर्षमै कमाउन सक्नुभयो? किन उहाँलाई भोइसमा सबैले माया गरिरहेका छन्, यसबारे पनि चर्चा गरौँ। खेम सेन्चुरीलाई सबैले माया गर्नुको पहिलो कारण हो उहाँको मिठो बोली। खेम सेन्चुरीको बोली वचन एकदमै मिठो र सभ्य छ। उहाँ ठुलोदेखि सानो सबैसँग हाँसेर बोल्नुहुन्छ। यस्तो वरिष्ठ र सुपरहिट लोकदोहोरी गायक भए पनि उहाँ एउटा सामान्य व्यक्ति जसरी नै सरल तरिकाले सबैसँग बोल्नुहुन्छ। उहाँको बोलीमा म यति ठुलो सुपरस्टार हुँ भन्ने खालको घमण्ड देखिँदैन। गाउँघरमै हुर्केर सङ्घर्ष गर्दै यति ठुलो सफलता हासिल गरेका खेम सेन्चुरीको बोलीमा आम नेपालीको जस्तै गाउँलेपना देखिन्छ, जसले गर्दा दर्शकहरूले खेमलाई आफू जस्तै सोध्छन् र आफ्नै दाइ भाइ सम्झेर माया गर्छन्। सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा। खेम सेन्चुरीको यति धेरै फ्यानहरू हुनुको अर्को कारण हो उहाँको गीतको जनरा। अहिलेका मानिसहरूले जतिसुकै नयाँ खालको गीत सुन्छु भने पनि लोकदोहोरी गीत मन नपर्ने मान्छे सायद नेपालमा कम नै होलान्। बच्चादेखि बुढा, नातिदेखि हजुरबुवासम्म सबैलाई राम्रो लाग्ने एउटै गीत हो लोकदोहोरी गीत। लोकदोहोरी गीत सबैलाई मन पर्छ, तर अचेलका युवाहरू धेरैले मलाई लोकदोहोरी गीत मन पर्छ भनेर खुलेर भन्न खोज्दैनन्। यसरी दोहोरी गीत आम मानिस हरेकलाई मन पर्ने अनि खेम सेन्चुरी दोहोरी गीत गाउने एकमात्र कोच भएकाले पनि उहाँ फ्यानहरूको रोजाइमा पहिलो नम्बरमा पर्नु भएको छ। खेमलाई सबैले मन पराउनुको अर्को कारण हो उहाँको सिजन 6 को विवाद। खेम सेन्चुरीले अघिल्लो वर्ष खुट्टाले बजर थिचेपछि धेरैले उहाँलाई दलित भन्दै उहाँको जातसँग जोडेर हेपेर गाली गरे।
यसरी बिना कारण दलित भन्दै सबैको गाली खाएका खेम सेन्चुरीको लागि बिस्तारै बिचरा भनेर सहानुभूति दिने दर्शकहरू पनि जम्मा हुनुभयो। यसले गर्दा उहाँलाई सबैले गाली गरे तर हामी चाहिँ माया गर्छौं भनेर सपोर्ट गर्ने दर्शकहरूको पनि भिड लाग्यो। यसपछिको अर्को कारण भनेको खेम सेन्चुरीको सङ्घर्ष हो। खेम सेन्चुरी एउटा गरिब किसानको छोरा हुनुहुन्छ। उहाँलाई पहिल्यैबाट हेर्दै आउनुभएकालाई थाहा होला खेम सेन्चुरी भनेको धेरै स्ट्रगल गरेर यहाँसम्म आइपुग्नु भएको गायक हो। उहाँले विगतमा दोहोरी साँझमा गीत गाउनेदेखि होटेलमा जुठो भाँडा माझ्नेसम्मका धेरै कामहरू गर्नुभयो। आर्थिक अभावले गर्दा उहाँले वैदेशिक रोजगारीमा जानेसम्मका सोचहरू बनाइसक्नु भएको थियो। तर उहाँको सङ्गीतप्रतिको मोहले उहाँलाई आफ्नै देशमा सङ्घर्ष गर्न प्रेरित गर्यो अनि अहिले खेम सेन्चुरी यत्तिको सफल हुनुहुन्छ। यसरी एउटा गरिब परिवारबाट आएर यसरी सफलता हासिल गरेको देखेर पनि सबैले खेमलाई मन पराउनुहुन्छ। खेम सेन्चुरी अहिलेको एकदमै जल्दो बल्दो गायक हुनुहुन्छ। उहाँले गाएको हरेक गीतहरू अहिले सुपरहिट हुन्छन्। उहाँको ट्रेन्डिङ गीतहरू सुनेर आएर पनि धेरैले खेमलाई साथ सपोर्ट गर्ने गर्दछन्। दर्शकवृन्द, यी थिए खेम सेन्चुरीलाई धेरै फ्यानहरूले मन पराउनुका कारणहरू। हजुरलाई कोच खेम कस्तो लाग्छ? राम्रो लाग्छ भने हजुरलाई कोच खेम के कारणले गर्दा मनपर्छ? कृपया कमेन्ट बक्स मार्फत लेख्नुहोला। हजुरको भोइसमा फेभरेट कोच को हुनुहुन्छ त्यो पनि कृपया कमेन्ट गरी बताउनुहोला। हजुरलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद।